सालको समयमा यो खोलाभित्र गोरसाल भन्ने थियो एउटा सानो कोठेरो धर्मशाला। त्यो धर्मशालामा सबभन्दा पहिलो पढाउने यो स्कुलमा यो मैले 7 क्लास पढेको थिएँ। 7 क्लास पढेको मान्छे पनि हतपत पाउँदैन थियो, पाइन्थ्यो होला, पाए पनि कोही धेरै टाढो काठमाडौँ पढ्नु, नेपाल पढ्नु जाने, कोही कहाँ पढ्नु जाने, हिँडेर जानु पर्थ्यो। तर म चाहिँ 7 क्लास पढेर पनि गरिब भएर होला मैले बसिरहेको छु घरमा। यो मान्छेले दुःख पाएको पनि छ, यसले चाहिँ पढाओस् भनेर मलाई। र अर्को एसएससी पास भएको भलामाथि कान्ति कसैले दिनु होला, कान्ति गाउँको बुढापाकोले डिएसपी भएर निस्केपछि पुलिसको डिएसपी ऊ हेडमास्टर, म सहायक मास्टर बनेर यो स्कुलको सबभन्दा पहिलाको मास्टर 30 सालसम्म पढाउने म र भोलाकारकी हो। जग्गादाता जग्गावीर इन्द्रबहादुर राईले जग्गा दिएर यहाँ पालिकाको थोरै लगानीमा पनि यहाँले 4 कोठे भवन बनाउन सफल हुनुभएको छ। हामी पालिकाले धेरै त्यत्रो रकम दिएको थिएन, तर यहाँहरूको लगानीले गर्दाखेरि राम्रो भवन बनिएको छ। यहाँहरूको अहरहका खटिरहनु भएको हामीले देखेका छौँ। यहाँहरूको सक्रिय सहभागिताले गर्दा यो भवन बनिएको छ। सिद्धिचरण नगरपालिकाको 11 नम्बर वार्डसँग जोडिएको हाम्रो मोलुङको 2 नम्बर वार्ड। यहाँनिर हामीले एउटा नमुना योग्य नमुना प्रस्तुत गर्न सक्ने स्कुल हामीले सञ्चालन गरिरहेका छौँ। तपाईँहरूले ख्याल कति गर्नुभयो? अघि हाम्रो कम्युनिटी हस्पिटलका डाइरेक्टर डाक्टर रोशनले भन्नुभयो कि हामी हाम्रा स्टाफहरूको बच्चा पनि यहाँ पढाउनु पर्ने वातावरण बनाएर हामी अघि बढ्नुपर्छ भन्नुभएको छ। एउटा ग्रामोदय आदिको लागि एउटा माइलस्टोन बन्न सक्छ। हामीले मात्रै होइन, उहाँहरूले पनि उहाँहरूको बच्चाहरू आउने भएपछि सामुदायिक अस्पतालले पनि हामीलाई टेको पुरो गर्छ, सरसहयोग गर्छ। त्यस कारणले यो टेकनपुरवासीहरूको लागि एउटा सुवर्ण अवसर पनि हो। यो अवसर नचुकाउनको लागि म तपाईँहरूलाई शिलापत्र के पो शिलापत्र अनबक्सिङ अनि यहाँ अब टास्ने कुराको लागि व्यवस्था हुँदैछ। भाइ झरलाई अट्ठाउने लट्टु अखना महादेव मिनात पछि यसरी टाँसिन्छ। हाई हेलो नमस्ते, म नरेन्द्र रुन्दाली, तपाईँलाई मेरो च्यानलमा स्वागत छ। आज 25 गते शुक्रबारको दिन चाहिँ हाम्रो यो मोलुङ गाउँपालिका टेकानपुरको यो स्कुल चाहिँ नयाँ भवनमा सर्दैछ। अब त्यही भ्लग लिएर चाहिँ म तपाईँहरूमा प्रस्तुत भएको छु। मेरो भिडियोलाई लाइक कमेन्ट सेयर पनि गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। ल अब हेर्नु यहाँ ल सर यहाँ चाहिँ खाजा हुँदै रहेछ। यता देल्मीबाट देखाइदियो। देल्मी नमस्ते, स्वागत छ मेरो च्यानलमा। झन् ल किरण भाइ यहाँ रोटी पोल्दै हुनुहुन्छ। पाप कान्छ नमस्ते। ल यसो रोटी ल कति थुन्छ भयो ल ठिक छ भरे खानुपर्छ। ल यता दिदी बहिनीहरू पुरा फटिक गर्दै हुनुहुन्छ। अब हामी चाहिँ जाउँ ल है यसरी हेरौँ सर। ल पहिला भन्नुपर्छ फेरि यो स्कुल चाहिँ कस्तो भने हाम्रो लाउरे किकीले चाहिँ यहाँ जग्गा दान दिनुभएको, त्यही भएर अहिले स्कुल चाहिँ बनेको। ल नमस्कार है हजुर, नमस्कार। 2 थुक भन्दा नहुँदो रहेछ। 74 सालबाट विद्यालयको तर्फबाट उहाँलाई नवनिर्मित विद्यालय भवन पालिकाका अध्यक्ष श्री उत्तम राईज्यूद्वारा उद्घाटन सुसम्पन्न भयो। 30 जेठ 2082। धन्यवाद। तथा यो भवन निर्माण गर्नको लागि खट्नुहुने यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सम्पूर्ण जो महानुभावले यो विद्यालय निर्माण सहभागी हुनुभयो, उहाँहरूलाई पनि म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। विद्यार्थी संख्या योबाट हामीले थोरैबाट यो अवस्थामा ल्याइपुर्याउन यो एक्लै अघि नै दयाराम सरले पनि भन्नुभयो, यो एक्लै सम्भव थिएन। यहाँ अभिभावकहरूको साथ सहयोग सक्रियता, हाम्रा शिक्षक साथीहरूको लगनशीलता मेहनत र अभिभावकहरूको पनि साथ सहयोगले गर्दा अहिले हामी यो अवस्थामा आइपुगेका छौँ। अब हामीलाई भौतिक पूर्वाधारहरूको भवनको आवश्यकता लगभग हामीसँग अहिले माथिकोला पार्टिसन गरेर 11वटा कक्षा कोठाहरू भएको छ, लगभग पुगेको छ। अब हामी शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको निमित्त पनि
लागि पर्नेछौँ। सम्पूर्ण अभिभावक शिक्षक साथीहरू र व्यवस्थापन समिति सबै मिलेर शैक्षिक गुणस्तरको निमित्त पनि लागि परेर अझ थप शैक्षिक उपलब्धि वृद्धि गर्न हामी लाग्ने नै छौँ भन्ने प्रतिज्ञा गर्न चाहन्छौँ यहाँहरूमा। र यो अवस्थामा आइपुग्नको लागि जसले जो आहालाई पुनः एकपटक हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद। उहाँले जानकारी दिएर जानुभयो, त्यसको लागि धन्यवाद। अब म कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। त्यसै गरी आफ्नो मन्तव्य राखिदिनु हुनको लागि म विद्यालय व्यवस्थापन समितिका सदस्य श्री खम्बजित राईज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद हाम्रो कोषज्यू। आज यस ग्रामोदय आधारभूत विद्यालय टेकानपुरको उद्घाटन समारोह साथै हस्तान्तरको कार्यक्रमका सभापतिज्यू तथा हाम्रा मुलुङ गाउँपालिका प्रमुख अतिथि उत्तम रायज्यू, यस्तै हाम्रा उपप्रमुख उर्मिला खतिवडाज्यू, त्यस्तै हाम्रा मुलुङ गाउँपालिका 2 कार्यवाहक अध्यक्ष दिपेन्द्र रायज्यू, साथै हाम्रा सामुदायिक हस्पिटल श्रोपुरबाट पाल्नुभएका हाम्रा डाइरेक्टरज्यू, साथै हाम्रा स्वयंसेवक हाम्रा सोपुरबाट श्रीचरण 11बाट पाल्नुभएका लामाजी राईज्यू हुनुहुन्न, उता गाई घरतिर हुनुहुन्छ होला। उहाँले डिटेलमा एसएलसी पास गरेर यहाँ आएर उहाँले यो विद्यालयको लागि लडाइँ लड्नु भएको थियो अरे भन्ने हामीले समाचार सुन्यौँ। 2021 सालमा उहाँ एसएलसी पढेर यो गाउँमा आइपुग्दाखेरि उहाँ ढुस्केको एउटा कार्की हो पदमबार कार्की भन्ने चाहिँ उहाँ यहाँको मूल हेड जस्तो थियो हाम्रो जिल्लाभरिको, र उहाँको साथमा लाग्नु भएर उहाँले अब अघि भन्नुभयो हाम्रो हेड सरले हामी बिचमा परेको नानीहरूलाई पहिला हाम्रो स्कुल थियो यो साङ्गो मासतिर, त्यो स्कुल त्यहाँबाट होल्पु पुऱ्यायो, होल्पुदेखि गौचरण पुऱ्याइदिनु भयो, गौचरणदेखि मास गरिदिनु भयो त्यसलाई। तर भर्खरै पुऱ्यायो। तपाईँ हामीले त्यसको पछि हाम्रो नरेन्द्र प्रसादज्यूले चाहिँ लडाइँ लडेर आफू सानो हुनुहुन्थ्यो, उफ्री थप्पड लाउनु भयो उहाँले मेरो गाउँमा चाहिन्छ भनेर, त्यसै गरी ल्याउनु भएको स्कुल हो यो। र आज हाम्रो यहाँ हाम्रो गाउँको उपभोक्ताज्यूहरू त्यति म देखिन पनि ठिक छ, उहाँहरूको चाहना त होला। अहिले 2 जना इन्द्रबहादुर स्वर्गमा हुनुहुन्छ, उहाँ 2 जना स्वर्गवासी हाम्रो भर्खरै हिजोअस्ति पुसमा एउटा स्वर्ग भन्नुभयो, उहाँले पनि धेरै यस्तो स्कुलमा योगदान पुऱ्याउनु भएको छ अरे भन्ने सुनेको। यो स्कुलको लागि डाँडा गाउँ गोड घुम्सादेखि यो स्कुलमाथि उहाँहरूको श्रमदान छ। तर हामीले अहिले श्रमदान भन्यो भने हामीले नाक खुम्चाउँछौँ। त्यसले गर्दाखेरि हामीले यो स्कुललाई धेरै माया लाग्छ। माया लागेको कारण के हो भन्दाखेरि मैले पढ्नु पाइनँ, म भर्ती लागेँ तर मैले अस्ति आउनु सक्छ त्यहाँ। त्यसले गर्दाखेरि हामीले स्कुललाई जोगाउनु लागेपछि 2072 सालको कुरा हामीले धेरै इङ्ग्लिसै मात्रै पढाएर पनि हाम्रो नानीहरूलाई अगाडि बढाउने छैन। हामीले आफ्नो योग्यता हाम्रो अनुसारको उसले हामी हिँड्नुपर्छ। हामीले कसैले पनि हाम्रो नानीहरूलाई कि इङ्ग्लिस नपढोस् भन्ने कुरा छैन। तर त्यसपछि हामीले इङ्ग्लिस स्कुल चलाउने भनेर हामीले आफ्नो वडा साबिक 8 नम्बर वडा हाल भरौँ 2 टेकानपुरको सम्पूर्ण उपभोक्ताबाट 100 रुपियाँ उठाउनु लगाएर हामीले त्यो स्कुलमा हाम्रो एकजना शिक्षक राखेर हामीले बोर्डिङको किताब पनि पढाउन लाग्यौँ। त्यसपछि हाम्रो मुलुङ गाउँपालिकाले 2 जना शिक्षक पनि दिनुभएको थियो कारागारमा। अनि त्यसपछि हामी गर्दै गर्दै हाम्रो सरमिसौँ सबै हाम्रो गाउँको सम्पूर्ण उपभोक्ताहरू लागि परेपछि भरे हाम्रो यहाँ अहिले भन्नुभयो हाम्रो कहाँसम्म थियो कहाँसम्म पुग्यो भन्नुभयो हाम्रो सरले, हजुरले सुन्नुभयो होला। तर अहिले धेरै अभिभावक पनि हुनुहुन्न रहेछ यहाँ। त्यही जसो हाम्रो नेपालीको एउटा चलन छ, पैसा छ है भन्यो भने बिहान 8 बजी आएर बस्छौँ, 10 बजी पाउनु छ भने होइन, यस्तो काम छ सबै भनेर नाक खुम्चेर हिँड्ने बानी हाम्रो नेपालीको छ। त्यसमा क्षमा पाऊ। हाम्रो कार्यक्रम छ नृत्य पानी मुनि माछा भन्ने गीतको गीतमा कलाकार भाइ बहिनीहरू दीपिका राई, अपेक्षा राई, रञ्जना शेर्पा, सुरेशा राईलाई आफ्नो प्रस्तुत गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्छु।
धन्यवाद हाम्रो साना कलाकार भाइहरूलाई। त्यसै गरी अर्को नृत्य छ एक छात्र अनि त्यसो हुँदाहुँदै पछि मलाई स्कुल गएर पछिसम्म पनि आएर डक्टर गिरीको पालोमा 4 जना विद्यार्थी पढाउने उहाँबाट पनि विद्यार्थी नै एउटा किने मिलाएको थियो। मास्टर सोब्री इङ्ग्लिस स्कुलमा पठाउनलाई तयारी गरेको म कसरी मैले डक्टर गिरीलाई नगरमाथि पढाउनु पालिका स्कुल त सरकारी स्कुल त पाएँ त्यो स्कुल त बरु नाम भन्छ त्यहाँ पठाइदिनुहोस् भने चाहिँ हो राम्रो कुरा गर्नुभयो भनेपछि त्यहाँको त्यो आएको कुहिरे विद्यार्थी कुहिरे म कुनै समयमा भन्दाखेरि यो 29 र 30 सालको समयमा यो खोलाभित्र गोरसाल भन्ने थियो एउटा सानो कोठेरो धर्मशाला। त्यो धर्मशालामा सबभन्दा पहिलो पढाउने यो स्कुलमा यो मैले 7 क्लास पढेको थिएँ। 7 क्लास पढेको मान्छे पनि हतपत पाउँदैन थियो, पाइन्थ्यो होला, पाए पनि कोही धेरै टाढो काठमाडौँ पढ्नु नेपाल पढ्नु जाने, कोही कहाँ पढ्नु जाने, हिँडेर जानु पर्थ्यो। र म चाहिँ 7 क्लास पढेर पनि गरिब भएर होला मैले बसिरहेको रहेछु घरमा। अनि यो मान्छेले दुःख पाएको पनि छ, यसले चाहिँ पढाओस् भनेर मलाई। र अर्को एसएलसी पास भएको भोलाबहादुर कान्ति कसैले किन होला कान्ति गाउँको बुढो बाबुले डिएसपी भएर निस्केपछि पुलिसको डिएसपी ऊ हेडमास्टर म सहायक मास्टर बनेर यो स्कुलको सबभन्दा पहिलाको मास्टर 30 सालसम्म पढाउने म र भोला कार्की हो। मैले पढाएको विद्यार्थीहरू चोकमाया, भैसरी, ज्योतिबहादुर, भक्तराज यिनीहरूलाई चाहिँ थाहा छ मलाई। कब थियो म बिर्सेँ मैले। अनि जगतबहादुर भन्ने भैसरीको भाइ यिनीहरू थियो, त्यो चाहिँ थाहा छ। अनि त्यहाँदेखि म 31 सालमा म पनि नेपाल आर्मी जाने हिँडेँ। त्यहाँदेखि यो स्कुललाई 31 सालमा नै स्कुल स्थापना गरेको रहेछ। ग्रामोदय प्राथमिक विद्यालय भनेर त पहिलादेखि नै भने त्यसको नामै थियो। त्यो ग्रामोदय प्राथमिक विद्यालय भनेर नाम राख्ने पहिले नरेन्द्र प्रदेशतिर वीरबहादुर राई भन्नुको वीरबहादुर राई हो विद्यालय राखेको हो। अनि उहाँहरूकै पहलमा पहिला हामीले पढाउँथ्यौँ पनि, अनि पछि स्कुल पनि उहाँहरूले स्थापना गर्नुभएको यो पनि थाहा छ। गर्दै गर्दै लगेपछि म पछि घरमा पेन्सन आएपछि पनि यो अन्तिम स्थिति अघि खम्बदी सरले पनि भन्नुभयो यो स्कुलमा सीताराम सरले पो होला 3 जना विद्यार्थी 4 जना पछि टिचर जस्तो लाग्छ मलाई। 3 जना भन्नु म भने तर 4 जना 3 जना टिचर पनि भएर यहाँ भयो। त्यसबेला म तिमीलाई तयारी 1 2 3 गर्नु न। सम्पूर्ण भाइ बहिनी विद्यार्थी भाइ बहिनीहरू, अभिभावकज्यूहरू तथा शिक्षक शिक्षिकाज्यूहरू, यो मौका जुन ओखलढुङ्गा समुदाय अस्पताललाई प्रतिनिधि गर्दै म आएको छु, यो मौका जुन दिनुभयो यसको लागि धन्यवाद। हाम्रो उद्देश्य चाहिँ सधैँभरि यो स्कुललाई कसरी प्रमोट गर्न सकिन्छ, अनि हाम्रो एउटा भिजन छ भविष्यमा हाम्रो सम्पूर्ण कर्मचारीका छोराछोरीहरू यो ठाउँमा आएर पढ्न पाउनु हुने भएको होस् भन्ने हाम्रो कामना पनि गर्दै र आजको यो समारोह सफल भएको होस् भन्दै यो मन्तव्य राख्दछु। धन्यवाद। धन्यवाद आफ्नो छोटो मनोको लागि। त्यसै गरी आज यस नवनिर्मित विद्यालय भवन उद्घाटन एवं हस्तान्तरण कार्यक्रमका सभापति एवं यस ग्रामोदय आदिका व्यवस्थापन समिति अध्यक्ष मेघबहादुर राईज्यू र प्रमुख अतिथि पालिका अध्यक्ष आदरणीय उत्तम राईज्यू, यसै गरी अतिथि उर्मिला खतिवडाज्यू र डेस्मस आसिल सम्पूर्ण अतिथिज्यू
लगायत यस ग्रामोदय आदिका शिक्षक शिक्षिकाज्यूहरू र यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउनलाई उपस्थित हुनुहुने सम्पूर्ण विभागज्यूहरू लगायत यस विद्यालयका कार्यक्रम पुरस्कार वितरण गरिदिनुको लागि आजका प्रमुख अतिथि अध्यक्ष उत्तम राईज्यूलाई र त्यसै गरी अपिल लगाइदिनुको लागि हाम्रो कविता म्याडमलाई म अगाडि आउनु त्यसै गरी द्वितीय हुने कन्फरका त्यसै गरी नर्सरीमा तृतीय स्थान प्राप्त गर्न सफल हुने बहिनी दीपसना खड्कालाई अगाडि आइदिनु अनुरोध गर्दछु। त्यसै गरी कक्षा केजीमा प्रथम हुने बहिनी अपेक्षा राई उर्गेन शेर्पाले फर्स्ट बोलेर प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसै गरी तृतीय स्थान हासिल गर्ने सुरेश राई बराबर अपेक्षा राई उर्गेन शेर्पा दृष्टि नेपाल। द्वितीय स्थान हासिल गर्ने बहिनी कृतिका राई, तृतीय स्थान हासिल गर्ने बहिनी सुरेश राई त्यसै गरी तृतीय हुने बहिनी प्रेम नर्मा शेर्पा उनले 3.32 जिपी प्राप्त गरेकी छिन्। त्यसै गरी कक्षा 2बाट प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् बहिनी प्रेम लागी शेर्पा उनले 3.86 जिपी प्राप्त गरेकी छिन्। द्वितीय हुन सफल रितिका राई उनले 3.66 द्वितीय रितिका राई। त्यसै गरी द्वितीय बराबर जिपी लिएर द्वितीय स्थान प्राप्त गर्ने जोन सुनवार त्यसै गरी तृतीय स्थान प्राप्त गर्ने लाखपा शेर्पा उनले 3.6 जिपी प्राप्त गरेका छन्। लाखपा शेर्पा त्यसै गरी कक्षा 3बाट प्रथम स्थान हासिल प्राप्त गर्न सफल भएकी छन् बहिनी प्रिय सुभाग राई उनले 3.55 जिपी प्राप्त गरेकी छिन्। द्वितीय स्थान प्राप्त गर्ने बहिनी विनिशा उनले 2.35 जिपी प्राप्त गरेकी छिन्। त्यसै गरी तृतीय स्थान हासिल गर्ने भाइ नुरी शेर्पा उनले 2.27% जिपी प्राप्त गरेका छन्। सबैले अगाडि देखाऊ यता। त्यसै गरी कक्षा 4बाट प्रथम हुने भाइ प्रवीण कटवाल उनले 3.52 जिपी प्राप्त गरेका छन्। प्रवीण कटवाल। त्यसै गरी द्वितीय स्थान प्राप्त गर्ने बहिनी प्रकृति राई उनले 3.12 जिपी प्राप्त गरेकी छिन्। तृतीय स्थान हासिल गर्ने बहिनी युटी शेर्पा उनले 2.48 युटी शेर्पा। त्यसै गरी 3.05 जिपी प्राप्त गरेकी छिन् अमिता राई। तृतीय स्थान हासिल गर्ने बहिनी सृष्टि सुनवार उनले 3.02 जिपी प्राप्त गरेकी छिन्। जिपी प्राप्त गरेकी छिन्। द्वितीय स्थान हासिल गर्ने बहिनी सोनी शेर्पा उनले 2.87 जिपी प्राप्त गरेकी छिन्। त्यसै गरी तृतीय स्थान हासिल गर्ने भाइ अभिषेक राई उसले 2.83 जिपी प्राप्त गरेका छन्। 0.68 जिपी प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएका छन् भाइ छिरिङ शेर्पा। त्यसै गरी देवन राई 3.28 जिपी प्राप्त गरी द्वितीय स्थान हासिल गर्न सफल भएका छन्। अध्यक्षता गर्नुहुने यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्षज्यू, प्रमुख अतिथि मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राईज्यू, यसै वार्डका कार्यवाहक वडाध्यक्ष ज्यू,
मिसन हस्पिटलका डाइरेक्टर रोशन खरेलज्यू, यहाँ विभिन्न तह र तहबाट आसन ग्रहण गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, यस विद्यालयका लगायत सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरू, अभिभावकज्यूहरू, यहाँ उपस्थित हुनुहुने विद्यार्थी प्यारा विद्यार्थी भाइ बहिनीहरू, पत्रकार मित्र, यहाँ सम्पूर्णमा मोलुङ गाउँपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई न्यानो नमस्कार अभिवादन टक्राउँछु। आज यो भवन हस्तान्तरण गर्ने कार्यक्रममा यहाँहरूले बोलाएर यहाँ 2 शब्द राख्न दिनुभएको छ। म धेरै समय लिन्न पूर्वक बस्ताज्यूहरूले धेरै कुराहरू यो विद्यालयको बारेमा चर्चा गरिसक्नु भएको छ। वास्तवमा यो साँगुरो ठाउँबाट यहाँ यो जग्गादाता जग्गावीर इन्द्रबहादुर राईले जग्गा दिएर यहाँ पालिकाको थोरै लगानीमा पनि यहाँले 4 कोठे भवन बनाउन सफल हुनुभएको छ। यो यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी पालिकाले धेरै त्यत्रो रकम दिएको थिएन, तर यहाँहरूको लगानीले गर्दाखेरि राम्रो भवन बनिएको छ। यहाँहरूको अहरत र क्षति गर्नुभएको हामीले देखेका छौँ। यहाँहरूको सक्रिय सहभागिताले गर्दा यो भवन बनिएको छ। भवन मात्रै होइन, यहाँको विद्यार्थीहरूको पढाइ र अरू अतिरिक्त क्रियाकलापहरू पनि यहाँको प्रो लगायत यहाँका शिक्षक शिक्षिकाहरूको मेहनत र यहाँका अभिभावकहरूको लगनशीलताले गर्दाखेरि यहाँका विद्यार्थीहरू प्रगति भइरहेको अवस्था, पढाइमा मात्रै नभएर नाचगानमा नृत्यमा पनि त्यत्तिकै अब्बल मसिना भाइ बहिनीहरूको नाच देखियो, उहाँहरूले गरेको नृत्य देखियो, उहाँहरूको गीत नाच त्यत्तिकै होइन। यो मेहनत एकजनाको मात्रले सफल हुँदैन। साँच्चै यो ओदानका 3 पाङ्ग्रा खुट्टा भए चाहिँ यहाँहरूको त्रिपक्षीय नि सहयोगले गर्दाखेरि यो यहाँसम्म सफल भएको भन्ने लागिरहेको छ। विद्यालय प्रशासन, यहाँहरू शिक्षक शिक्षिकाहरूको मेहनत र अभिभावकहरूले पनि यो आफ्ना विद्यार्थीहरू यो सामुदायिक विद्यालयमा यहाँहरूको निगरानी नजिकै यो एउटा समुदायको नजिकै यो गाउँभित्रको स्कुल भन्ने लाग्छ। र यो अभिभावक विद्यालय व्यवस्थापन समितिहरूको सबैको सक्रियताले गर्दाखेरि यो विद्यालय मर्ज हुन लागेको विद्यालय अहिले बोर्डिङ सरहको पढाइ प्रगति भएको देख्दाखेरि हामीलाई पनि मोलुङमा एउटा अभिभावकको ग्रहण गरिरहँदाखेरि टेकनपुरको ग्रामोदय स्कुललाई भनेर नमुना दिएर अन्त पनि बोल्न पाइरहेका छौँ। यो सधैँभरि यसको अझ उन्नति प्रगति भइरहोस्, यही शुभकामना दिन चाहन्छु। यहाँहरू तपाईँहरू पनि परिचय दिँदाखेरि ग्रामोदय के अरे आधारभूत विद्यालयको शिक्षक हुँ भनेर गर्व गर्ने ठाउँ छ। यहाँहरूको यो शिक्षक शिक्षिकाको र यहाँ विद्यार्थी भाइ बहिनी र यहाँका अभिभावक व्यवस्थापन समिति शिक्षक सङ्गठनका शिक्षक अभिभावक सङ्घका सम्पूर्ण पदाधिकारीहरूको उत्तिकै मेहनतले गर्दा यो यहाँसम्म ल्याउन सफल हुनुभएको छ। यहाँहरू सम्पूर्णलाई पुनः धन्यवाद र आभार व्यक्त गर्दै पुनः फेरि उन्नति प्रगतिको सफलताको यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिँदै मेरा छोटा भनाइहरू यहीँ अन्त्य गरेँ। हस् त, धन्यवाद, नमस्कार। धन्यवाद। मोलुङ गाउँपालिकाका अध्यक्ष उमला खतिवडाज्यू, उहाँले आफ्नो शानदार भनाइहरू प्रस्तुत गरेर जानुभयो। अब एउटा नृत्य आजका यस कार्यक्रमका प्रमुख अतिथिज्यू मोलुङ गाउँपालिकाका अध्यक्ष श्रद्धेय उत्तम राईज्यूलाई आफ्नो मन्तव्य राखिदिनुको लागि म मञ्च हातमा अनुरोध गर्छु। धन्यवाद सर, कार्यक्रम उद्घोषण गरिरहनु भएको छ। यो आज नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका अध्यक्षता गरिरहनुभएका ग्रामोदय आदिका व्यवस्थापन समितिका अध्यक्षज्यू, यो कार्यक्रममा मोलुङ गाउँपालिकाका उपाध्यक्षज्यू, त्यस्तै हाम्रा वडा नम्बर 2 का कार्यवाहक अध्यक्षज्यू, अन्य निर्वाचित जनप्रतिनिधिहरू हुनुहुन्छ भने निर्वाचित जनप्रतिनिधिज्यूहरू, यस्तै समाजका विभिन्न तह र तबकामा सेवा गरिरहनुका समाजसेवी महानुभावहरू यो अतिथिको ड्यासमा आसीन हुनुहुन्छ र यो कार्यक्रममा आज ग्रामोदय आविका अभिभावक सङ्घका अध्यक्षज्यू लगायत विद्यालयका शिक्षक साथीहरू र विद्यालय कर्मचारीहरू र यो कार्यक्रममा उपस्थित रहनुभएका अभिभावक
ज्यूहरू र साना भाइ बहिनीहरू विद्यार्थी भाइ बहिनीहरूमा गाउँपालिका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट म तपाईँहरू सबैलाई हार्दिक हार्दिक नमस्कार र अभिवादन भन्न चाहन्छु। यो अघि नै योभन्दा अगाडि बोलिराख्नुभएका पूर्ववक्ता साथीहरूले खुसी प्रकट गरेर जानुभएको छ। म यो खुसीलाई फेरि पनि एकचोटि तपाईँहरू समक्ष राख्नु पाउँदा गाउँपालिकाको एउटा अभिभावक हैसियतले म तपाईँहरू समक्ष हार्दिक आभार र धन्यवाद प्रकट गर्दै म तपाईँहरूसँग केही शब्दहरू राख्ने अनुमति पनि माग्न चाहन्छु। सर्वप्रथम यो ग्रामोदय आदिका सीताराम सरलाई हामीले केही समय अगाडि मात्रै सम्मान गरेका थियौँ कि आदि तहमा आधारभूत विद्यालयको तहमा 6-8 को तहमा विशेष गरेर उत्कृष्ट व्यवस्थापन सहित विद्यालय सञ्चालन गर्नुभएको भनेर उहाँ प्रज्यूलाई हामीले अभिनन्दन गरेका थियौँ, सम्मान गरेका थियौँ र अहिले म तपाईँहरू समक्ष फेरि पनि उहाँलाई एकचोटि यो व्यवस्थापकीय जिम्मा जो सम्हाल्नुभयो र यो ग्रामोदय आदिलाई एउटा शून्यको स्थितिबाट उठाएर माथि ल्याउनु भयो। फेरि तपाईँहरूको अगाडिमा गाउँपालिका तर्फबाट म उहाँलाई हार्दिक आभार र हार्दिक धन्यवाद भन्न चाहन्छु। र यो विद्यालय जतिखेर हामीले यो भवनहरू बनाउने कुरा, यो विद्यार्थीको सङ्ख्याको अनुपातमा शिक्षकहरू नपुगेको कुरा र जतिखेर विद्यार्थीको पठन पाठनको लागि यो भौतिक संरचनाको कुरा समस्या भएको कुराहरू आइरहेको थियो, त्यतिखेर विद्यालयले लगभग अहिले हामी यो कार्यक्रम गरिरहेको स्थल यो जमिनलाई यहाँका समाजसेवी हाम्रो इन्द्रबहादुर राईज्यूले, स्वर्गीय इन्द्रबहादुर राईज्यूले प्रदान गर्नुभएको थियो र म उहाँ र उहाँसँग उहाँको परिवारप्रति यो विद्यालयको तर्फबाट गाउँपालिका तर्फबाट उहाँहरूलाई हार्दिक अभिनन्दन, हार्दिक धन्यवाद, हार्दिक आभार प्रकट गर्न चाहन्छु, हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। स्वाभाविक रूपमा हामीले आज यो एउटा विद्यालयको 4 कोठे भवन निर्माण गर्यौं। यसमा गाउँपालिकाको अनुदान त छँदै थियो, त्यसमा तपाईहरुले 4 लाख भन्दा बढीको श्रमदान गर्नुभयो। यो हाम्रो नीति अनुसार न्यूनतम 4 लाख श्रमदान गर्नुपर्ने स्थिति थियो। त्यो आज श्रमदानबाट पनि तपाईहरुले यो भवन खडा गर्ने, यो भवनलाई पूरा गर्ने जुन अभियान पूरा गर्नुभयो, त्यसको लागि यो व्यवस्थापन समिति, यो विद्यालय परिवार र यहाँका अभिभावक ज्यूहरूलाई म गाउँपालिका तर्फबाट हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। यहाँ यो ग्रामोदय आदिसँग सम्बन्धित 2 जना मान्छेहरूको फोन आयो भने मलाई अलिक त्रास लाग्थ्यो। एकजना भइहाल्नु सीताराम सर, अर्को यहाँ हाम्रो एसपी दाइ हुनुहुन्छ तलतिर उभिराख्नु भएको छ, उहाँहरूको फोन आयो भने अब मैले के उत्तर दिने, कसरी दिने, के विषय उठाउनु हुने हो भन्ने अलिकति तयारी गरेर सोचेर जवाब दिनुपर्ने हुन्थ्यो। किनभने उहाँहरू यो समाजको लागि, यो ठाउँको लागि, यो विद्यालयलाई कसरी अगाडि बढाउने, कसरी यसको गुणस्तरलाई ध्यान दिने, गुणस्तरीय शिक्षा कसरी प्रदान गर्ने र आज जुन एउटा विद्यालयहरूले, हाम्रो अभिभावकहरूले, विद्यार्थीहरूले शैक्षिक गुणस्तरको कुरा अगाडि बढाएर यो अङ्ग्रेजी माध्यमको पढाइ र बोर्डिङ स्कुलहरूलाई फेसनको रूपमा अगाडि बढाइएको छ, त्यसको च्यालेन्जको रूपमा उभिनको लागि उहाँहरूले सधैँ मलाई उत्प्रेरित गर्नुभयो र यो च्यालेन्जलाई सामना गर्नुको लागि मलाई उभ्याउनु हो र यो च्यालेन्ज लिनको लागि उहाँहरू पनि आफू तत्पर रहनुभयो। उहाँहरूको प्रतिबद्धताप्रति, यो विद्यालय व्यवस्थापनप्रति र यो विद्यालय परिवारप्रति र अभिभावकप्रति म गाउँपालिका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट फेरि पनि धन्यवाद र आभार प्रकट गर्न चाहन्छु कि
आज तपाईँ हाम्रो छोराछोरीहरू, तपाईँ हाम्रो नाति नातिनाहरू, तपाईँ हाम्रो भाना भान्जीहरू र तपाईँ हाम्रो भतिजा भतिजीहरू जुन ढङ्गले पढाइ अन्य विद्यालयहरूमा, जुन ढङ्गले शैक्षिक गतिविधि अन्य स्कुलहरूमा, अन्य सामुदायिक स्कुलहरूमा भइरहेको छ, त्यसभन्दा स्वाभाविक रूपले यहाँ फरक ढङ्गले भइरहेको छ र शैक्षिक गुणस्तरलाई गाउँपालिकाको आफ्नो अवधारणालाई अगाडि बढाएर जुन किसिमको हामीले पाइलाहरू चालेका छौँ त्यो कुरालाई भेट्टाउनको लागि, त्यो कुरासँग संयोजन गराउनको लागि विद्यालय परिवार, यहाँको स्थानीय अभिभावक, व्यवस्थापन समिति, अभिभावक सङ्घ सबैजना लाग्नु भएको छ। म तपाईँहरूलाई फेरि पनि भन्छु, तपाईँ हाम्रो विद्यार्थीहरू, छोराछोरीहरू, भाइ बहिनीहरू, भाना भान्जीहरू, नाति नातिनाहरू यदि पनेलो पढ्छन् भने त्यो पढाइले उसको जीवनमा कुनै पनि तरक्की दिने छैन। त्यो खाले पढाइले आज तपाईँ हामीले भोलिको दिनमा यो देशमा चाहिने नागरिक मात्रै होइन, यो संसारमा मुलुकको कुनै पनि ठाउँमा गएर काम गर्न सक्ने, बोल्न सक्ने, आफूलाई म योग्य छु भनेर साबित गर्न सक्ने नागरिक बन्न सक्दैन। त्यस कारणले मैले पनेलोको अर्थ भनेको हल्का खाले पढाइले कुनै पनि अर्थ राख्दैन। त्यो एउटा क्लासबाट अर्को क्लासमा जाने कुरा त होला, तर उसको जीवनमा, उसको परिवारको लागि, उसको शैक्षिक गुणस्तरको लागि त्यसले कुनै तात्विक अर्थ राख्दैन। यस कारणले हामीले जति सक्दो आज अभिभावकहरू जुन ढङ्गले उपस्थित हुनुपर्ने त्यो ढङ्गले आएको जस्तो लाग्दैन र मैले शिक्षक साथीहरूसँग त बारम्बार अन्तर्क्रिया गर्ने गरेछु, बारम्बार हामीले शैक्षिक छलफलहरू गर्ने गरेका छौँ। आधी घन्टा त लाग्छ होला नि। अभिभावक साथीहरूसँग भन्ने बसेर हामीले अझै पनि छलफल गर्ने र यो ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने कुरा हामीले राख्न सकेका छैनौँ। तपाईँहरूले तर यति बुझिदिनुहोस् कि मोलुङ गाउँपालिका शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा कुनै पनि गुणस्तरसँग सम्झौता गर्दैन भन्ने कुरा तपाईँहरूले मानिलिनुहोस्, तपाईँहरूले स्वीकार्नुहोस् कि यो ठाउँमा जुन किसिमले गाउँपालिकाले आफ्नो पहलकदमीहरू अगाडि बढाएको छ, जुन किसिमले तपाईँहरूसँग मिलेर तपाईँहरूको भावनालाई सम्बोधन गरेर अगाडि बढिरहेको छ, त्यसको एउटा ज्वलन्त उदाहरण हो। हामीले शिक्षाको बारेमा हामी आउने बित्तिकै 19 सालको अन्तिम परीक्षामा हामीले क्लास 1 को परीक्षामा जतिजना विद्यार्थी पास हुन्छन् त्यति मात्र पास गर्ने भनेर भन्यौँ। केही स्कुलहरू, केही माविहरू निल भएर गए, जसले गर्दा के देखियो भनेदेखि त्यतिखेरसम्म अभिभावकहरूमा पढाइको चेतना छैन, विद्यार्थीहरूमा पढ्नुपर्छ भन्ने भावना छैन, शिक्षकहरू पनि त्यो ढङ्गले उत्तरदायी बन्नु भएको छ कि छैन भन्ने क्वेसनहरू उठायो र हामीले जसरी विद्यार्थीहरूलाई त्योभन्दा पछाडि पढ्नुपर्छ भन्ने वातावरण शिक्षकहरूले बनाउनु हो, विद्यार्थीहरूले पनि हामी नपढेदेखि फेरि पनि फेल हुन्छौँ भन्ने कुरा बुझेर जानुभयो। त्यसको लागि हामी निरन्तर प्रयास गरिरहेका छौँ। शैक्षिक गुणस्तर उकास्नको लागि हामी निरन्तर प्रयास गरिरहेका छौँ। तपाईँहरू अघि पनि देख्नुभयो, कति 6-8-7जना हाम्रा भाइ बहिनीहरू यहाँबाट क्लास 1 पास गरेर जानुभयो। उनीहरूले अस्ति देख्नुभयो होला 3 महिना 4 महिना हामीले इन्टेन्सिभ क्लास चलायौँ, अर्थात् बिहानी फाल्टो क्लास चलाएर पढायौँ। त्यो गाउँपालिकाले अगाडि राख्यो सोचो, जसले गर्दाखेरि शैक्षिक गुणस्तर अङ्ग्रेजी हिसाब विज्ञानमा हाम्रो पाहाडका विद्यार्थीहरू कमजोर हुन्छन्। उनीहरूको त्यो विषयहरूमा अलिकति टेको पुरो पुगोस्, अलिकति पढाइमा सहयोग पुगोस् भन्ने हिसाबले चाहिँ हामीले त्यो क्लासहरू सञ्चालन गरेका थियौँ। तर अभिभावकको तर्फबाट आजसम्म यो चाहिँ कार्यक्रम तपाईँले सही गर्नु भएछ भनेर एकजना मान्छे आउनु भएको छैन, यो चाहिँ कार्यक्रम बिग्रियो भनेर एकजना मान्छे आउनु भएको छैन। यो के हो? राम्रो भयो भने राम्रो भन्नुहोस्, नराम्रो भयो भने गाली गर्नुहोस्। त्यो सबै कुरा स्वीकार्न गाउँपालिकाको अहिलेको जिम्मेवार नेतृत्व तयार छौँ हामी। यो ठाउँमा यो काम गरौँ भन्नुहोस्, तपाईँको सल्लाह सुझाव अनुसार, आवश्यकता अनुसार हामी अगाडि बढ्छौँ। यो ठाउँमा बिग्रियो भन्नुहोस्, त्यो अनुसार सम्हालेर करेक्सन गरेर अगाडि बढ्न तयार छौँ। तर तपाईँहरूबाट फिडब्याक त आउनु पर्यो, तपाईँहरूको केही आलोचनाहरू आउनु पर्यो, केही समर्थन छ भने समर्थनहरू आउनु पर्यो, जसले गर्दा यो कार्यक्रमले गर्दाखेरि फाइदा पुगिरहेको छ भन्ने हामीले बुझ्नु पर्यो नि। यहाँ त के कस्तो छ भने कहीँ सामाजिक सञ्जालहरूमा के जाति भन्नेदेखि बाहेकको केही पनि न भेटघाट हुँदा कुराकानी हुन्छ, न चाहिँ के मिटिङहरूमा यो विषयहरूको प्रवेशै पाउँछ, कहिले पनि हुँदैन।
यो पर्तिर हामी ओहोर दोहोर गर्दा पटक पटक मैले 7 चोटि भन्दा बढी जलकन्या आदिमा पसेको छु। जलकन्या आदिको हेडमास्टरले एक दिन पनि तपाईँ आउनु भएछ, यहाँनिर के गर्नु पर्यो, के भन्नु पर्यो, उहाँले गुनासो पनि राख्नु भएको छैन। तपाईँ आउनु भएछ कि मैले के गर्नु पर्यो भने सोध्नु पनि भएको छ। गजब छ। विद्यार्थी कति छन् थाहा छैन, 6-7 जना गनेर जान्छु, उहाँ आइपुग्यो। 7 चोटि भन्दा बढी भइसक्यो। अब यहाँ के अरे सिंहदेवीको हालत त्यही छ। उहाँ कहाँ हाम्रो धमला सर खोइ, उहाँसँग बसेर उहाँ हेडमास्टर हुँदा उहाँ म्याडम पनि हुनुहुन्छ। अङ्ग्रेजी माध्यमबाट पढाउने भनेर धुमधाम 4 घन्टा 5 घन्टा मिटिङ गर्यो। पछि त के उखान भयो, दिनभरि बार भाइले भत्का सिद्धियो। न अङ्ग्रेजी पढाइ माध्यम गर्ने न के गर्ने सिद्धियो। अहिले त्यहाँको स्कुलको हालत खराब छ। यसरी अहिले तत्काल यो संस्थाहरूलाई हामीले मर्ज गरेर लाने भने 7वटा भन्दा बढी विद्यालयहरू मर्ज गर्ने स्थितिमा छौँ हामी। तर के हो भनेदेखि एकजना विद्यार्थी हुँदा पनि त्यो विद्यार्थीको पढ्नु पाउने अधिकार हाम्रो संविधान 2072ले सुनिश्चित गरेको छ। हामीले कम्तीमा त्यही ठाउँमा आधारभूत कुराहरू अर्थात् बाल विकासका कुराहरू सिकाएर कम्तीमा स्कुल जानु सक्ने अवस्थासम्म लानु सक्छौँ कि त्यो स्थितिबाट हामी गुज्रिन्छौँ कि अगाडि बढ्छौँ कि भनेर हामीले हेरिरहेका छौँ। र यो हेर्ने अनन्तकालसम्म हुँदैन भन्ने कुरा म जानकारी तपाईँहरू समक्ष राख्न चाहन्छु। यो सधैँ यो सम्भावना छैन, केही समय हो पर्खिने भनेको। त्यसैले यो कुराहरू म राख्न चाहन्छु। अघि नै हाम्रो दयाराम सरले भन्दै हुनुहुन्थ्यो कृषि र पर्यटनमा आधारित समृद्ध मुलुक भनेर। हामीले विकासका विभिन्न आयामहरू विकासका यो टेकनपुरमै भन्नुहुन्छ भने अहिले भवन तपाईँहरूको हातमा हस्तान्तरण गर्यौँ, विद्यालय भवन। 1 वर्ष अगाडि हामीले जालुङ जुल्फीका सिँचाइ योजना पुरा गरेका छौँ। मलाई खुसी लाग्छ। थाहा छैन क्वान्टिटी मात्रा कति भयो, तर हेर्दाखेरि के हुन्छ भने मलाई के लाग्छ भने लाग्थ्यो भने अघिल्लो सालहरूभन्दा यो साल गाउँको उत्पादन बढ्यो भन्ने मलाई लाग्छ। अब धानको रोपाइको बेला पनि सिँचाइ कुनै समस्या हुँदैन भन्ने मलाई लाग्छ। हामीले काम गरिरहेको छौँ। हामीले गीत गाएर होइन, प्रचार गरेर होइन, तपाईँहरूको मुखबाट सुन्न पाइयोस् भनेर हामी पर्खिरहेका छौँ। हामी सुन्न राम्रो मात्रै सुन्न खोजेका छैनौँ। अघि नै मैले भने आलोचना सहनु पनि तयार छौँ, तपाईँको प्रशंसा सहनु पनि तयार छौँ, सुन्न पनि तयार छौँ। हामीले समयहरूमा
जुन उपलब्धि हासिल गरिरहेको छ सायद मैले सीताराम सर यो अहिले पछिल्लो कालमा एसपी दाइले गणगण गरेको सबै विषयहरू पुर्याउने प्रयास गरेको छु। शिक्षकको माग गर्नु भएको छ, शिक्षक पुर्याइदिएको छु। अब भवनको आवश्यकता भयो भन्नुभयो, भवन पनि बनिसक्यो। अब के आवश्यकता पर्छ भोलि छलफल गर्दै जाउँला फेरि भन्नु, यो के कोही बात छैन। अघि भन्नुभएको छ हाम्रो सरले यो स्कुलको साइन्स ल्याब आवश्यक पर्छ भनेर भन्नुभएको छ। साइन्स ल्याब कति खर्चमा बन्छ थाहा छैन, तर हामीले 1,65,00,000 यसपालि यो विशेष अनुदानको कार्यक्रम शिक्षामा खर्च गर्ने भनेर प्राप्त गरिसकेका छौँ र यो आउने आर्थिक वर्षभित्र अथवा आउने यो शैक्षिक वर्षभित्र यसका 1,65,00,000 कामहरू अगाडि बढ्नेछ, जसले गर्दा साइन्स ल्याब कति लाग्छ कति लाग्छ अर्थात् तपाईँहरूलाई स्मार्ट बोर्डहरूको आवश्यकता कति पर्छ। हामी सबै क्लासलाई त एकैचोटि पुर्याउन सक्दैनौँ, तर कुन क्लासलाई आवश्यकता पर्छ, सिनियर क्लासलाई आवश्यकता पर्छ होला, 7-8 आवश्यकता पर्छ होला, ती कक्षाको लागि त्यो व्यवस्थाहरू गर्न सकिन्छ भन्ने मलाई विश्वास लागेको छ। यो कुरा पनि तपाईँहरू बिच राख्दै यो समय दिनुभयो। यो मुलुङ गाउँपालिकाको यो सदरमुकामसँग जोडिएको वडा सिद्धिचरण नगरपालिकाको 11 नम्बर वार्डसँग जोडिएको हाम्रो मुलुङको 2 नम्बर वार्ड। यहाँनिर हामीले एउटा नमुना प्रस्तुत गर्न सक्ने स्कुल हामीले सञ्चालन गरिरहेका छौँ। तपाईँहरूले ख्याल कति गर्नुभयो, अघि हाम्रो कम्युनिटी हस्पिटलका डाइरेक्टर डाक्टर रोशनले भन्नुभयो कि हाम्रा स्टाफहरूको बच्चा पनि यहाँ पढाउनु पर्ने स्थिति, पढाउनु पर्ने वातावरण बनाएर हामी अघि बढ्नुपर्छ भन्नुभएको छ। एउटा यो ग्रामोदय आदिको लागि एउटा माइलस्टोन बन्न सक्छ। हामीले मात्रै होइन, उहाँहरूले पनि उहाँहरूको बच्चाहरू आउने भएपछि सामुदायिक अस्पतालले पनि हामीलाई के पुरो गर्छ, सरसहयोग गर्छ। त्यस कारणले यो टेकनपुरवासीहरूको लागि एउटा सुवर्ण अवसर पनि हो। यो अवसर नचुकाउनुको लागि म तपाईँहरूलाई भन्दै र यो कार्यक्रम अब समापन र सफल भइसकेको छ। यसको लागि मलाई गाउँपालिका आमन्त्रण गर्नुभयो, यसको लागि हार्दिक आभार प्रकट गर्दै म आफ्नो छोटो कुराहरू यही अन्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद आजका प्रमुख अतिथिज्यू अनि आफ्नो सन्दर्भ धन्यवाद। अब हामी कार्यक्रमको करिब अन्तिम चरणमा छौँ र आजको यस कार्यक्रमलाई समापन गरिदिनुको लागि आजका यस कार्यक्रमका सभापति श्री बहादुर राईज्यूलाई धन्यवाद गर्दै हाम्रो यस श्री ग्रामोदय आधारित विद्यालयमा भौतिक पूर्वाधारको अभावले गर्दा शिक्षण सिकाइ कार्यमा धेरै चुनौतीहरू आइरहेका थिए। यस सन्दर्भमा आजको यस नवउद्घाटित भवनले हामीलाई एउटा हाम्रो विद्यालयमा अल्छा उद्घाटनको यो समापन भइसक्यो। अब यसो अब खाजा नास्ताको व्यवस्था हुँदैछ। आफ्नै आँखा अगाडि म चाहिँ सोचे ऊ पर छ पासिङ गरौँ, पासिङ खानु बस्नु। ल फेरि आयो ओ झन्डै झर। अन्तिममा चाहिँ पानी परेर यहाँ बिजोग भएको अवस्था।